मेरो नाम मेरो जीवन। आमा बुबाको कोख र आशाबाट जन्मिएको एउटा बच्चा थिए म। 9 महिनासम्म आमाको गर्भमा सुरक्षित थिए, अन्धकार तर शान्त। त्यो समय संसार कस्तो छ भन्ने थाहा थिएन, कस्तो भविष्य छ भन्ने कल्पना समेत थिएन। जन्मेपछि मैले पहिलो पटक आँखा खोल्दा संसारले मलाई कस्तो स्वागत गर्ला भन्ने पनि थाहा थिएन। तर म हुर्कदै जाँदा समाजले मेरो परिचय बनाइदियो, यसरी यति चाँडै यति कठोर रूपमा कि मैले आफैले बुझ्नै नपाए। ठाउँ ठाउँमा एकै शब्द सुनिन थाले, यो त अपाङ्ग हो। मेरा भ्रमित आँखा, असहज शरीर, ढिलो बोलाइ, ढिलो हिँडाइ सबैले छुट्टै अर्थ दिए। किन म अरू जस्तै चलाक र तत्पर छैन भनेर मानिसहरूले प्रश्न गरे, तर त्यो प्रश्न कसैले पनि मसँग गरेनन्। उनीहरूले आफ्ना बीचमा गरिरहे। आफ्नै जीवनका बारेमा व्याख्या गर्न सक्ने उमेरमा पुगेको थिएन म त संसार बुझ्न सिक्दै थिएँ, तर समाजले पहिला नै मेरो पहिचान टाँसेको थियो, डाउन सिन्ड्रोममा भएको बच्चा। एक दिन बुबा आमाले मलाई लिएर अस्पताल लगे। सायद उनीहरू आफ्नो मनको द्वन्द्व, समाजको बोझ र भविष्यको अनिश्चितताको उत्तर खोज्न गएका थिए। चिकित्सकहरूले परीक्षण गरे, हेरे, प्रश्न सोधे। अन्त्यमा उनीहरूले एउटा शब्द लेखिदिए, बौद्धिक अपाङ्गता। बुबा आमाको अनुहार त्यही क्षणमै झनै झुकेको देखे। जति म ठुलो हुन्थे त्यति धेरै प्रश्नहरू उठ्थे। म यस्तो हुनुमा मेरो के दोष? के यो मेरो भाग्य थियो? के यिनै शब्दहरूले नै मेरो सम्पूर्ण जीवन परिभाषित हुन्छ? म त्यति बेला केही भन्न सक्थिनँ, तर अहिले बुझ्छु जन्म कसरी भएको हो, शरीर कस्तो छ, जिन कति सही वा गलत छन्। त्यो मेरो हातमा कहिल्यै थिएन, दोष त मेरो कहिल्यै थिएन। तर बिस्तारै बिस्तारै म ठुलो हुँदै गएँ। मानिसहरूको दृष्टि कहिले दया, कहिले तिरस्कार, कहिले आश्चर्य त कहिले घृणा, तर कमै पटक स्वीकार्यता। तर पनि मेरा भित्र एउटा जग बलियो हुँदै गयो। म बुझ्न थाले, अपाङ्गता शरीरको अवस्था हो, जीवनको मूल्य होइन। डाउन सिन्ड्रोम मेरो पहिचानको एक अंश हो, तर सम्पूर्ण म होइन। म अरूभन्दा ढिलो सिकेँ तर सिकेँ, अरूभन्दा ढिलो हिँडेँ तर हिँडेँ। म बोल्न ढिलो सिकेँ, तर बोल्न थालेपछि मनको कुरा स्पर्श भएर निस्क्यो। म एक दिन आफैले आमालाई सोधेँ, आमा के म यस्तो भएर गलत जन्मिएको हुँ? आमाले मेरो अनुहार छोएर भन्नुभयो, तिमी कसैभन्दा कम छैनौ, तिमी नै हौ। तिमीलाई समाजले जे भने पनि म तिमीलाई मेरो सन्तान भनेर जन्माएकी हो, अपाङ्ग नभएर। त्यो दिन मैले पहिलो पटक महसुस